हेर्नुहोस्, यदि मैले तपाईलाई भने तपाईँ अहिले जे गरिरहनु भएको छ, तपाईँ जतिसुकै मेहनत गर्नु भए पनि, तपाईँ दिनरात एक गरेर काम गर्नु भए पनि तपाईँ धनी बन्न सक्नुहुन्न। तपाईलाई रिस उठ्छ, होइन? तपाईलाई लाग्छ कि म गलत बोलिरहेको छु। तर एकछिन पर्खनुहोस्। 5 मिनेटभित्रमा म तपाईले एउटा यस्तो सत्य बताउँदैछु जसले सायद तपाईको पुरै जिन्दगी नै बदलिदिन सक्छ। म तपाईलाई बताउँछु किन तपाईको छिमेकीको छोरा जो तपाईभन्दा कम पढेको छ, तपाईभन्दा बढी पैसा किन कमाइरहेको छ। किन त्यो केटा जो कलेजमा फेल हुन्थ्यो आज राम्रो कार चलाइरहेको छ र तपाईँ जो पढाइमा राम्रै हुनुहुन्थ्यो अझै पनि भाडाको घरमा किन बसिरहनु भएको छ। यदि तपाईँ यो भिडियो बीचमै छोडेर जानुभयो भने म बाचा गर्छु तपाईले आफ्नो सबैभन्दा ठुलो गल्ती गर्नुहुनेछ। किनभने आज म तपाईलाई त्यो सूत्र बताउँदैछु जुन संसारका सबैभन्दा धनी मानिसहरूले प्रयोग गर्छन् तर सामान्य मानिसहरूलाई कहिल्यै बताउँदैनन्। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिले म तपाईलाई एउटा प्रश्न सोध्छु। तपाईले आफ्नो वरिपरि कहिले ध्यान दिनु भएको छ? केही मानिसहरू बिहानदेखि साँझसम्म खेतीपातीमा काम गर्छन्, मजदुरी गर्छन्, ढुङ्गा फोर्छन्, सडकमा मेहनत गर्छन्। तिनीहरूभन्दा बढी मेहनती मानिस सायद नै कोही होला र। तर तिनीहरूको खल्तीमा कति पैसा छ त? मुस्किलले 2 छाक खाने पैसा होला। त्यही अर्कोतिर हेर्नुहोस्, एउटा व्यवसायी छ जो आफ्नो एसी अफिसमा बसेको छ, फोनमा कुरा गरिरहेको छ, मिटिङ गरिरहेको छ र उसको कमाई लाखौंमा छ। अब प्रश्न यो हो कि के त्यो मजदुरले त्यो व्यवसायीभन्दा कम मेहनत गर्छ? बिल्कुल होइन। वास्तवमा त त्यो मजदुरले 1000 गुणा बढी मेहनत गर्छ। त्यसो भए चाहिने जति पैसा उसको हातमा किन आउँदैन त? जवाफ बिल्कुल स्पष्ट छ साथीहरू। पैसा मेहनतबाट होइन, दिमागबाट बन्छ। र यो म भनिरहेको छैन, यो पुरै संसारको अर्थतन्त्रले भनिरहेको छ। यो वारेन बफेटले भनिरहेका छन्, बिल गेट्सले भनिरहेका छन्, जेफ बेजोसले भनिरहेका छन्। तर हामीलाई बाल्यकालदेखि के सिकाइयो? हामीलाई सिकाइयो छोरा मेहनत गर, मेहनतको फल मिठो हुन्छ। र हामी अन्धो मेहनत गरिरहेका छौं। तर कसैले पनि हामीलाई बताएन कि कुन दिशामा मेहनत गर्ने, के सोचेर मेहनत गर्ने र कसरी आफ्नो मेहनतलाई पैसामा बदल्ने। बडो विचित्रको छ यो संसार। अब तपाईँ सोचिरहनु भएको होला कि म मेहनतको विरुद्धमा बोलिरहेको छु। होइन साथीहरू, म मेहनतको विरुद्धमा छैन। मेहनत आवश्यक छ, धेरै जरुरी पनि छ। तर दिमाग नलगाई मेहनत गर्नु भनेको दिशाविहीन गाडी चलाउनु जस्तै हो। तपाईँ हिँड्न त हिँडिरहनुहुन्छ, पेट्रोल सकिन्छ, थाक्नुहुन्छ, तर गन्तव्यमा पुग्नुहुन्न। त्यसैले बुद्धिमान मानिसहरू रोकिन्छन्, नक्सा हेर्छन्, बाटो बुझ्छन् र त्यसपछि हिँड्छन्। त्यही मानिसहरू सोचेकै गन्तव्यमा पुग्छन्। म तपाईलाई एउटा कथा सुनाउँछु। मेरो शहरमा 2 साथी थिए। दुवै एकसाथ स्कुल गए, कलेज गए। दुवैको पढाइ लगभग उस्तै थियो। एउटा केटाको नाम बिजु थियो र अर्कोको नाम रोहन थियो। बिजुले सोच्यो मैले राम्रो जागिर गर्नुपर्छ। त्यसैले उसले धेरै मेहनत गर्यो। बिहान 6 बजी उठ्थ्यो, राति अबेरसम्म पढ्थ्यो, कोचिङ जान्थ्यो र अन्तत उसलाई एक राम्रो कम्पनीमा 3 लाखको जागिर पायो। ऊ धेरै खुसी थियो। उसले सोच्यो अब म सफल भए। हरेक दिन अफिस जान्थ्यो, 9 घण्टा काम गर्थ्यो, ओभरटाइम गर्थ्यो, आफ्नो मालिकलाई खुसी राख्थ्यो। 5 वर्षपछि उसको तलब बढेर 5 लाख भयो। ऊ खुसी नै थियो, तर भित्री मनमा अलिकति चिन्तित पनि थियो। किनभने उसको जिन्दगी एउटा चक्रमा अल्झिएको थियो, सधैँ उस्तै दैनिकी। अब कुरा गरौँ रोहनको। रोहनले पनि कलेजपछि जागिर खोज्न सुरु गर्यो, तर उसले केही फरक सोच्यो। उसले सोच्यो कि यदि म कसैको लागि काम गरेँ भने मेरो कमाई सधैँ सीमित रहनेछ। उसले आफ्नो शहरमा देख्यो मानिसहरूलाई खाना अर्डर गर्न समस्या भइरहेको थियो। उसले एउटा सानो फुड डेलिभरीको व्यवसाय सुरु गर्यो। सुरुमा उसको केवल 2वटा रेस्टुरेन्टसँग टाइअप थियो। ऊ आफै लागि परेर बाइकमा डेलिभरी गर्थ्यो। उसले दिनरात मेहनत गर्यो, तर केवल मेहनतै गरेन, उसले दिमाग पनि लगायो। उसले सोच्यो कसरी म यो कामलाई अझै ठुलो बनाउन सक्छु। उसले एउटा एप बनायो, अझ धेरै रेस्टुरेन्टसँग टाइअप गर्यो, डेलिभरी गर्न केटाहरूलाई काममा राख्यो। 5 वर्षपछि समीरको त्यो सानो सपना शहरको सबैभन्दा ठुलो फुड डेलिभरी गर्ने कम्पनी नै बन्यो र उसको महिनाको कमाई लाखौं पुग्यो। अब ऊ नभए पनि कम्पनी चल्छ, पैसा आइरहन्छ। अब तपाईँ भन्नुहोस् के बिजुले कम मेहनत गरेको थियो र? होइन, बिजुले पनि धेरै मेहनत गरेको थियो। तर फरक के थियो त? फरक थियो सोचको, दिमागको, भिजनको।
बिजुले आफ्नो मेहनत अरू कसैको सपना पूरा गर्नमा लगायो, जबकि रोहनले आफ्नो मेहनत आफ्नै सपनामा लगानी गर्यो। बिजुले आफ्नो समय पैसामा बिक्री गर्यो, जबकि रोहनले एउटा सिस्टम बनायो जुन सिस्टमले ऊ नभए पनि पैसा कमाइरहन्छ। यही हो वास्तविक फरक। आउनुहोस् अब बुझौँ पैसा दिमागबाट कसरी बन्छ। सबैभन्दा पहिलो कुरा तपाईले बुझ्नुपर्छ पैसा के हो। पैसा केवल कागजको टुक्रा होइन, पैसा मूल्यको आदान प्रदान हो। जब तपाईँ कसैको समस्या समाधान गर्नुहुन्छ, जब तपाईँ कसैको जिन्दगीमा मूल्य थप्नुहुन्छ, पैसा आफै तपाईँ कहाँ आउँछ। अब प्रश्न, तपाईँ कति ठुलो समस्या समाधान गरिरहनु भएको छ र कति मानिसहरूको समस्या समाधान गरिरहनु भएको छ। यदि तपाईँ एक व्यक्तिको समस्या समाधान गर्नुहुन्छ भने तपाईलाई त्यति मात्र पैसा मिल्नेछ। तर यदि तपाईँ 10,000 जना मानिसहरूको समस्या समाधान गर्नुहुन्छ भने तपाईँ कहाँ 10,000 गुणा बढी पैसा आउनेछ। म तपाईलाई अर्को उदाहरण दिन्छु। एउटा वकिल छ, आफ्नो च्याम्बरमा बसेर केसहरू हेर्छ। उसले एक दिनमा बढीमा 6-7 वटा केस ह्यान्डल गर्छ। उसको कमाई सीमित छ किनभने उसको समय सीमित छ। तर त्यही वकिलले यदि युट्युबमा मुद्दा मामिला सम्बन्धी भिडियो बनाउन सुरु गर्छ भने त्यो एकै दिनमा लाखौं मानिसहरूसम्म पुग्न सक्छ। अब उसले 6-7 जना मानिसहरूको होइन, लाखौं मानिसहरूको मद्दत गरिरहेको छ। त्यसैले उसका केसहरू बढ्नेछन्, कमाई पनि बढ्नेछ। यही हो दिमागबाट पैसा बनाउनु। दोस्रो जरुरी कुरा हो लिभरेज। लिभरेज भनेको तपाईँ आफ्नो मेहनतलाई कसरी धेरै गुणा बढाउन सक्नुहुन्छ भन्ने हो। धनी मानिसहरू लिभरेजको प्रयोग गर्छन्। लिभरेज 4 प्रकारका हुन्छन्। पहिलो हो लेबर लिभरेज, अर्थात् अरू मानिसहरूबाट लिने काम। यदि तपाईँ एक्लै काम गर्नुहुन्छ भने तपाईँ केवल 8 घण्टा काम गर्न सक्नुहुन्छ। तर यदि तपाईँ कहाँ 10 जना मानिसहरू काम गरिरहेका छन् भने तपाईँ 80 घण्टाको काम गराउन सक्नुहुन्छ। दोस्रो हो क्यापिटल लिभरेज, अर्थात् पैसाको प्रयोग। तपाईँ कहाँ यदि पैसा छ भने तपाईँ त्यसलाई लगानी गरेर अझ बढी पैसा बनाउन सक्नुहुन्छ। तेस्रो हो कोड लिभरेज, अर्थात् प्रविधि। एक सफ्टवेयर डेभलपरले एउटा कोड लेख्छ र त्यो कोडले लाखौं मानिसहरूलाई सेवा गर्न सक्छ। चौथो हो सामग्री लिभरेज। तपाईँ एउटा भिडियो बनाउनुहुन्छ, एउटा किताब लेख्नुहुन्छ र त्यसले बारम्बार तपाईँका लागि पैसा कमाइरहन्छ। अब तपाईँ सोचिरहनु भएको होला, यी सबै कुरा त ठुला मानिसहरूले गर्छन् होला नि, मैले कसरी गर्न सक्छु होला र। हेर्नुहोस्, हरेक ठुला मानिस पनि कुनै बेला साना थिए। मुकेश अम्बानीका पिता धीरुभाई अम्बानीले एउटा सानो कामबाट सुरुवात गरेका थिए। वरेन बफेटले बाल्यकालमा च्युइङ्गम बेचेर पैसा कमाएका थिए। स्टिभ जब्सले आफ्नो ग्यारेजबाट एप्पल सुरु गरेका थिए। सबैलाई कतै न कतैबाट सुरुवात गर्नुपर्छ। तर फरक यति हो, यी सबै मानिसहरूले सोचे, योजना बनाए, जोखिम लिए र काम सुरु गरे। आउनुहोस् अब कुरा गरौँ दिमागको प्रयोग कसरी गर्नुपर्ने हो त। सबैभन्दा पहिले तपाईले आफ्नो सिपहरू पहिचान गर्नुपर्छ। हरेक मानिसमा केही न केही विशेषता हुन्छ। कोही राम्रो बोल्छ, कोही राम्रो लेख्छ, कोही टेक्नोलोजी बुझ्छ, कोही मानिसहरूसँग राम्रोसँग डिल गर्न सक्छ। तपाईले आफ्नो सिप पहिचान गर्नुपर्छ र त्यसलाई सुधार गर्नुपर्छ। एक पटक तपाईको सिप बलियो भयो भने तपाईँ त्यसलाई बजारमा बेच्न सक्नुहुन्छ। दोस्रो, तपाईले बजार बुझ्नुपर्छ। मानिसहरूलाई के चाहिन्छ, कुन चीजको माग छ, कहाँ खाली ठाउँ छ जसलाई तपाईँ भर्न सक्नुहुन्छ। यदि तपाईँ बजार अनुसन्धान बिना नै कुनै व्यवसाय सुरु गर्नुभयो भने असफल हुनुहुनेछ। तर यदि तपाईँ पहिले सबै कुरा बुझ्नुहुन्छ, मानिसहरूलाई के चाहिन्छ, अध्ययन गर्नुहुन्छ र त्यसपछि मात्र त्यो चीज दिनुहुन्छ भने सफलता पक्का छ। राम्ररी रिसर्च नगरी कुनै पनि व्यवसायमा हात नहालेकै बेस। तेस्रो, नेटवर्क बनाउनुहोस्। आजको युगमा नेटवर्क नै नेटवर्थ हो। तपाईँ जति धेरै मानिसहरूलाई चिन्नुहुन्छ, जति धेरै मानिसहरूले तपाईँलाई चिन्छन्, त्यति धेरै अवसरहरू तपाईँ कहाँ आउनेछन्। मैले आफै देखेको छु, केही मानिसहरूले केवल आफ्नो नेटवर्ककै कारणले ठूलो व्यवसाय खडा गरेका छन्। प्रतिभाशाली हुनै पर्दैन, बरु सही मानिसहरूलाई चिने पुग्छ। चौथो, आफ्नो पैसालाई काममा लगाउनुहोस्। हो, सही सुन्नुभयो, पैसालाई काममा लगाउने। जब तपाईँ पैसा कमाउन सुरु गर्नुहुन्छ, त्यसलाई केवल खर्च नगर्नुहोस्, त्यसलाई लगानी गर्नुहोस्। धनी मानिसहरू आफ्नो कमाईको ठूलो भाग लगानी गर्छन्। तिनीहरू शेयर बजारमा पैसा लगाउँछन्, रियल इस्टेटमा लगाउँछन्, व्यवसायमा लगाउँछन् र बिस्तारै तिनीहरूको पैसाले नै तिनीहरूको लागि काम गर्न थाल्छ र एउटा यस्तो समय पनि आउँछ
त्यो समय तिनीहरूको पैसाले उनीहरू आफैले भन्दा बढी पैसा कमाउन थाल्छ। पाँचौं र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो मानसिकता बदल्नुहोस्। गरिब मानिसहरूको मानसिकता सुरक्षाको हुन्छ। तिनीहरू सोच्छन् जीवन जिउन एउटा स्थिर जागिर चाहिन्छ, कुनै जोखिम लिन चाहँदैनन्। धनी मानिसहरूको मानसिकता वृद्धिको हुन्छ। तिनीहरू सोच्छन् अझै कसरी बढाउन सकिन्छ, कसरी स्केल गर्न सकिन्छ। गरिब मानिसहरू पैसाको लागि काम गर्छन्, धनी मानिसहरू पैसालाई आफ्नो लागि काम गराउँछन्। जबसम्म तपाईँको मानसिकता बदलिँदैन, केही पनि बदलिने छैन। अब म तपाईँलाई केही व्यवहारिक सुझावहरू दिन्छु जुन तपाईँ आजदेखि नै लागू गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले आफ्नो खर्चमा नियन्त्रण राख्नुहोस्। धेरै मानिसहरू जति कमाउँछन् त्यति नै खर्च गरिदिन्छन्। केही मानिसहरू त कमाइभन्दा बढी खर्च गर्छन् र ऋणमा डुब्छन्। तपाईँले आफ्नो कमाइको कम्तीमा 20% हिस्सा बचत गर्नुपर्छ। यो पैसा तपाईँको आकस्मिक आवश्यकताको लागि र लगानीको लागि हो। दोस्रो, सिक्न बन्द नगर्नुहोस्। संसार तीव्र गतिमा परिवर्तन हुँदैछ। जुन चिजहरूले आज काम गरिरहेका छन् भोलि काम गर्दैनन्। तपाईँले निरन्तर नयाँ सिपहरू सिक्नुपर्छ, नयाँ कुराहरू पढ्नुपर्छ, नयाँ कुरा हेर्नुपर्छ। किताबहरू पढ्नुहोस्, कोर्सहरू गर्नुहोस्, सफल मानिसहरूलाई अनुसरण गर्नुहोस्। ज्ञानमा लगानी गर्नु नै सबैभन्दा राम्रो लगानी हो। तेस्रो, साना साना साइड हसल सुरु गर्नुहोस्। यदि तपाईँ जागिर गर्नुहुन्छ भने जागिरसँगै केही अरू पनि गर्नुहोस्। फ्रिल्यान्सिङ गर्नुहोस्, परामर्श दिनुहोस्, अनलाइन केही बेच्नुहोस्, कन्टेन्ट क्रिएसन गर्नुहोस्। आज इन्टरनेटको संसारमा पैसा कमाउने हजारौं तरिकाहरू छन्। तपाईँले सुरुवात चाहिँ गर्नुपर्छ। चौथो, आफ्नो समयको मूल्य बुझ्नुहोस्। समय सबैभन्दा बहुमूल्य चिज हो। एकपटक गएको समय फर्केर आउँदैन। त्यसैले आफ्नो समयलाई बेकारका कुराहरूमा बर्बाद नगर्नुहोस्। सोसल मिडियामा घन्टौं स्क्रोल गर्नु, बेकारका भिडियो हेर्नु, गफगाफ गर्नु, यस्ता फोगटका कुराले तपाईँको जिन्दगी बर्बाद गर्छ। आफ्नो समयको प्रयोग केही उत्पादक काममा गर्नुहोस्। पाँचौं, जोखिम लिन सिक्नुहोस्। जोखिम नलिई कुनै उपहार पाइँदैन। तर ध्यान रहोस्, मैले मूर्खतापूर्ण जोखिम लिन भनिरहेको छैन। हिसाब किताब गरेर, अध्ययन गरेर, जानेर बुझेर, सोधेर गरिएको जोखिमको कुरा गरिरहेको छु। पहिले नै रिसर्च गरेर, प्लानिङ गरेर त्यसपछि यस्ता रिस्क लिनुपर्छ। रिस्क लिन डराउनु हुँदैन। डरले तपाईँलाई कतै पुर्याउँदैन। अब म तपाईँलाई केही अन्धविश्वासहरू बताउँछु जसलाई धेरैजसो मानिसहरू विश्वास गर्छन्। पहिलो मिथको पैसा कमाउन पैसा चाहिन्छ। बिल्कुल गलत। संसारमा यस्ता हजारौं उदाहरणहरू छन् जहाँ मानिसहरूले पैसा बिना नै सुरुवात गरे र धनी बने। यदि तपाईसँग राम्रो आइडिया छ, सिप छ र हासिल गर्ने इच्छा छ भने पैसा तपाईँ कहाँ जसरी पनि आउनेछ। दोस्रो मिथको पढेको हुनुपर्छ वा तपाईसँग डिग्री हुनुपर्छ। हेर्नुहोस्, ज्ञान जरुरी छ, डिग्री होइन। बिल गेट्सले कलेज छोडे, मार्क जुकरबर्गले कलेज छोडे, स्टिभ जोब्सले कलेज छोडे। कि तिनीहरू सफल भएनन्? शिक्षा भनेको सिक्नु हो, ज्ञान लिनु हो, सिप विकास गर्नु हो। त्यो तपाईँ जहाँबाट पनि लिन सक्नुहुन्छ। तेस्रो मिथको तपाईँ जवान हुनुपर्छ। हेर्नुहोस्, उमेर कुनै बाधा होइन। कर्नल सान्डर्सले 60 वर्षको उमेरमा KFC सुरु गरेका थिए। भेरा वाङले 40 वर्षको उमेरमा आफ्नो फ्यासन ब्रान्ड सुरु गरेका थिए। कुनै पनि उमेरमा सुरुवात गर्न सकिन्छ। चौथो मिथको पैसा नै सबै कुरा हो। होइन, पैसा सबै कुरा होइन, तर पैसा जरुरी छ। पैसाले तपाईलाई स्वतन्त्रता दिन्छ, विकल्प दिन्छ, आफ्नो मर्जीले बाँच्ने मौका दिन्छ। तर केवल पैसाको पछि लाग्नु पनि सही होइन। तपाईले आफ्नो स्वास्थ्य, सम्बन्ध र खुशीको पनि ख्याल राख्नुपर्छ। अब म तपाईलाई बताउँछु धनीहरू कसरी सोच्छन्। तिनीहरू लामो समयको कुरा सोच्छन्। तिनीहरू आजको मात्र होइन, 10 वर्ष पछिको बारेमा सोच्छन्। तिनीहरू सर्टकट खोज्दैनन्, तिनीहरू सिस्टम बनाउँछन्। तिनीहरू खर्च गर्नुभन्दा पहिले लगानी गर्छन्। तिनीहरू सुरक्षा होइन, स्वतन्त्रता चाहन्छन्। तिनीहरू आफ्नो समय बेचेर पैसा लिँदैनन्। तिनीहरू भ्याल्युको सट्टामा पैसा लिन्छन्। तिनीहरू भावनात्मक होइन, तार्किक निर्णय लिन्छन्। आउनुहोस् अब अलिकति गहिराइमा जाउँ। पैसाका 3 स्रोतहरू हुन्छन्। पहिलो हो सक्रिय आय, अर्थात् तपाईँ काम गर्नुहुन्छ र पैसा कमाउनुहुन्छ। यो सबैभन्दा सामान्य तरिका हो, तर सबैभन्दा सीमित पनि, किनभने तपाईसँग केवल 24 घण्टा छ। दोस्रो हो निष्क्रिय आय,
अर्थात् तपाईँ एकपटक काम गर्नुहुन्छ र त्यसले बारम्बार पैसा कमाइरहन्छ, जस्तै भाडा आय, रोयल्टी, लाभांश। तेस्रो हो पोर्टफोलियो आय, अर्थात् तपाईँको लगानीबाट आउने आय। धनी मान्छेहरू तिनै स्रोतबाट पैसा कमाउँछन्, जबकि मध्यम वर्ग केवल सक्रिय आयमा निर्भर रहन्छ। अब कुरा गरौँ सचेत खर्चको। तपाईँले बुझ्नुपर्छ कि सम्पत्ति र दायित्वमा के फरक छ। सम्पत्ति त्यो चिज हो जसले तपाईँको खल्तीमा पैसा हाल्छ। दायित्व त्यो चिज हो जसले तपाईँको खल्तीबाट पैसा निकाल्छ। एउटा घर यदि तपाईँ भाडामा दिनुहुन्छ भने सम्पत्ति हो, तर यदि तपाईँ त्यसैमा बस्नुहुन्छ र इएमआई किस्ता तिरिरहनु भएको छ भने त्यो दायित्व हो। एउटा कार दायित्व हो किनभने त्यसमा पेट्रोल, मर्मत, बिमाको खर्च आउँछ। तर यदि तपाईँ त्यही कार ट्याक्सीको रूपमा चलाउनुहुन्छ भने त्यो सम्पत्ति बन्छ। धनी मानिसहरू सम्पत्ति किन्छन्, गरिब र मध्यम वर्गका मानिसहरू दायित्व किन्छन् र सोच्छन् ती सम्पत्ति हुन्। तपाईले कहिले सोच्नु भएको छ धनी मानिसहरू किन अझ धनी धनी हुँदै जान्छन्? किनभने तिनीहरूलाई कम्पाउन्डिङको सूत्र थाहा छ। अल्बर्ट आइन्स्टाइनले भनेका थिए कि कम्पाउन्डिङ संसारको 8औं आश्चर्य हो। यदि तपाईँ हरेक महिना 10,000 रुपियाँ बचत गर्नुहुन्छ र त्यसलाई 12% प्रतिफलमा लगानी गर्नुहुन्छ भने 20 वर्षमा तपाईसँग 1 करोड रुपियाँ हुनेछ। तर यदि तपाईँ त्यही 10,000 रुपियाँ हरेक महिना खर्च गरिदिनुहुन्छ भने 20 वर्षपछि तपाईसँग केही हुँदैन। यो हो कम्पाउन्डिङको शक्ति। समयसँगै साना साना बचतहरू पनि ठूलो कोष बन्छन्। अब म तपाईलाई केही यस्ता मानिसहरूको बारेमा बताउँछु जसले कुनै पनि राम्रो ब्याकग्राउन्ड बिना आफ्नो सोचबाट पैसा बनाए। राधाकिशन दमानी जो डी-मार्टका मालिक हुन्, तिनले एउटा सानो व्यवसायबाट सुरुवात गरेका थिए। तिनले बुझे मानिसहरू सस्तो र गुणस्तरीय उत्पादन चाहन्छन्। तिनले रिटेलमा क्रान्ति ल्याइदिए। आज तिनी भारतका सबैभन्दा धनी मानिसहरूमध्येका एक हुन्। दिलीप साङ्घवी जो सन फार्माका संस्थापक हुन्, तिनले पनि शून्यबाटै सुरुवात गरेका थिए। तिनले औषधिको व्यवसायलाई बुझे, बजारको खाली ठाउँ पहिचान गरे र एउटा साम्राज्य खडा गरे। कैलाश कटकर जो फोरेक्स ट्रेडिङमा निपुण हुन्, तिनले आफ्नो समझ र बुद्धिबाट करोडौं बनाए। यी सबै मानिसहरूमा एउटा कुरा समान थियो, ती सबैले आफ्नो दिमागको प्रयोग गरे, बुद्धिको प्रयोग गरे। तिनीहरूले केवल हातले काम गरेनन्, तिनीहरूले दिमागले पनि सोचे। तिनीहरूले बजार बुझे, मानिसहरूको आवश्यकता बुझे र समाधान दिए। यही हो मेहनत र स्मार्ट वर्कमा फरक। अब तपाईँ भन्नुहुनेछ यी सबै ठूला मानिसहरू हुन्, हामीसँग त्यस्तो कहाँ होला र? तर सुन्नुहोस्, हरेक ठूलो मानिस एक दिन सानो थियो र आजको युगमा त इन्टरनेटले सबैलाई बराबरीमा ल्याइदिएको छ। तपाईँ घरमै बसेर संसारभरि आफ्नो प्रोडक्ट बेच्न सक्नुहुन्छ। टिकटक र रिलहरूबाट बेच्न सक्नुहुन्छ। तपाईँ युट्युबमा भिडियो बनाएर लाखौं कमाउन सक्नुहुन्छ। तपाईँ फ्रिल्यान्सिङ गरेर संसारको कुनै पनि कुनाबाट काम पाउन सक्नुहुन्छ। तपाईँ अनलाइन कोर्स बेचेर पैसा कमाउन सक्नुहुन्छ। तपाईँ ई-कमर्स व्यवसाय सुरु गर्न सक्नुहुन्छ। अवसरै अवसर छन्। के चाहिन्छ भने अलिकति आइडिया र आँट। म तपाईलाई अर्को महत्त्वपूर्ण कुरा भन्छु। पैसा कमाउनु पनि एउटा सिप हो सिप। पैसा कमाउनु एउटा सिप हो, यसलाई तपाईँ सिक्न सक्नुहुन्छ। फाइनान्शियल लिट्रेसी जरुरी छ। तपाईले बुझ्नुपर्छ कि पैसाले कसरी काम गर्छ, लगानी के हो, करहरू कसरी बचाइन्छ, बजेट कसरी बनाइन्छ, ऋण कसरी व्यवस्थापन गरिन्छ। यी सबै कुराहरू स्कुलमा सिकाइँदैनन्, तर यी जरुरी छन्। यदि तपाईँ आर्थिक रूपमा शिक्षित हुनुहुन्छ भने तपाईले राम्रो निर्णय लिन सक्नुहुन्छ। अब कुरा गरौँ केही गल्तीहरूको जुन सामान्यतया मानिसहरूले गर्ने गर्छन्। पहिलो गल्ती हो भावनात्मक खर्च। मानिसहरू रिसमा, खुसीमा, दुःखमा पैसा खर्च गरिदिन्छन्। अरूलाई देखाउन चिजहरू किन्छन्, महँगो फोन, ब्रान्डेड लुगा, महँगो गाडी, केवल अरूलाई देखाउनका लागि। यो सबैभन्दा ठूलो गल्ती हो। तपाईले आफ्नो लागि बाँच्नुपर्छ, अरूलाई प्रभावित पार्न होइन। दोस्रो गल्ती हो योजना नबनाउनु। धेरै मानिसहरू योजना बिना नै बाँच्छन्। 10 वर्षपछि तिनीहरू कहाँ हुनेछन् तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू केवल आजको लागि बाँच्छन्, भविष्यको त मतलबै हुँदैन। तर यदि तपाईसँग योजना छैन भने तपाईँ कतै पुग्नुहुन्न। तपाईले आर्थिक लक्ष्यहरू सेट गर्नुपर्छ। 5 वर्षमा मैले यति पैसा बचत गर्नुपर्छ, 10 वर्षमा आफ्नो घर किन्नुपर्छ, 20 वर्षमा रिटायर लिनुपर्छ आदि। जब तपाईसँग लक्ष्यहरू हुन्छन् त्यसअनुसार नै तपाईले काम गर्नुहुनेछ। तेस्रो गल्ती हो ऋण र क्रेडिट कार्डको गलत प्रयोग। मानिसहरू साना साना चिजहरूको लागि ऋण लिन्छन्, क्रेडिट कार्ड वा ऋणबाट किनमेल गर्छन् र त्यसपछि ब्याजमा डुब्छन्। यदि तपाईँ ऋण लिनुहुन्छ भने केवल सम्पत्ति किन्नको लागि लिनुहोस्, दायित्वको लागि ऋण नलिनुहोस्।
यदि तपाईँ व्यवसायको लागि ऋण लिनुहुन्छ, घर किन्नको लागि लिनुहुन्छ भने ठिक छ, तर महँगा फोन, गाडी घुम्नको लागि ऋण लिनु मूर्खता हो। चौथो गल्ती हो लगानी नगर्नु। मानिसहरू सोध्छन् पहिले पैसा बचत गर्छु र त्यसपछि लगानी गर्नेछु, तर त्यो दिन कहिल्यै आउँदैन। तपाईँले आजदेखि नै सुरुवात गर्नुपर्छ। तपाईँले केवल 500 रुपियाँ मात्र लगानी गर्नु भए पनि सुरुवात चाहिँ गरिहाल्नुहोस्। शेयर बजारको बारेमा सिक्नुहोस्, सुन किन्नुहोस्, म्युचुअल फन्डमा SIP सुरु गर्नुहोस्, जे पनि गर्नुहोस्, तर आफ्नो पैसालाई काममा लगाउनुहोस्। पाँचौँ गल्ती हो आफ्नो स्वास्थ्यलाई व्यवस्था गर्नु। मानिसहरू पैसा कमाउनुमा यति व्यस्त हुन्छन् कि आफ्नो स्वास्थ्यको ख्यालै राख्दैनन् र त्यसपछि एक दिन बिरामी पर्छन् र सबै पैसा उपचारमा खर्च हुन्छ। याद राख्नुहोस्, स्वास्थ्य नै धन हो। यदि तपाईँको स्वास्थ्य छैन भने पैसाको कुनै अर्थ छैन। अब म तपाईँलाई बताउँछु कि तपाईँ अहिले यही बखत के गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले एउटा नोटबुक लिनुहोस् र आफ्ना सबै खर्चहरू लेख्नुहोस्। 1 महिनासम्म हरेक एक रुपैयाँलाई ट्र्याक गर्नुहोस्। तपाईँलाई थाहा हुनेछ कि तपाईँको पैसा कहाँ कहाँ गइरहेको छ। त्यसपछि हेर्नुहोस् कहाँ तपाईँ बचत गर्न सक्नुहुन्छ, कुन कुरालाई बचत गर्न मिल्छ, सबै थाहा पाइन्छ। सायद तपाईँ दैनिक रूपमा चियामा 50 रुपियाँ खर्च गरिरहनु भएको छ, महिनाको 1500 रुपियाँ। यदि तपाईँ घरमै चिया खान थाल्नुभयो भने यो पैसा बच्न सक्छ। दोस्रो, आफ्नो एउटा सिप छान्नुहोस् र त्यसलाई मास्टर गर्नुहोस्। यदि तपाईँलाई लेख्न मनपर्छ भने कन्टेन्ट राइटिङ सिक्नुहोस्। यदि तपाईँलाई डिजाइन गर्न मनपर्छ भने ग्राफिक डिजाइनिङ सिक्नुहोस्। यदि तपाईँलाई बोल्न मनपर्छ भने भिडियो बनाउनुहोस्। आज युट्युबबाटै हरेक कुरा निशुल्क सिक्न सकिन्छ, तपाईँले केवल समय दिनुपर्छ। तेस्रो, एउटा सानो साइड बिजनेस आइडिया सोच्नुहोस्। आफ्नो वरिपरि हेर्नुहोस्, के समस्या छ जसलाई तपाईँ समाधान गर्न सक्नुहुन्छ। सायद तपाईँको क्षेत्रमा किराना सामान घरमा डेलिभर हुँदैन भने तपाईँ यो सेवा सुरु गर्न सक्नुहुन्छ। सायद मानिसहरूलाई होम ट्युसनको आवश्यकता छ र फेसबुक वा कुनै ग्रुप बनाएर टिचर र स्टुडेन्टलाई जोड्ने काम गर्न सक्नुहुन्छ। यस्तो एप नै बनाउन सकिन्छ। घरको साफसफाइ गर्ने मानिसहरूको ब्याङ्क बनाएर घर घरमा सप्लाई दिन सक्नुहुन्छ। तपाईँको सहरका रेस्टुरेन्टको मिठो खाना घर घरमा पुर्याउने सिस्टम बनाउन सक्नुहुन्छ। यस्ता आइडियाहरू त धेरै छन्, तपाईँले खोज्नु मात्रै पर्छ। चौथो, आफ्नो नेटवर्क बढाउनुहोस्। लिङ्क्डइनमा प्रोफाइल बनाउनुहोस्, फेसबुकका ग्रुपहरूमा बस्नुहोस्, आफ्नो क्षेत्रका मानिसहरूसँग चिनजान गर्नुहोस्, कार्यक्रमहरूमा जानुहोस्। जति धेरै मानिसहरूले तपाईँलाई चिन्छन् त्यति धेरै अवसरहरू तपाईँ कहाँ आउनेछन्। पाँचौँ, आफ्नो व्यक्तिगत ब्रान्ड बनाउनुहोस्। आजको युगमा व्यक्तिगत ब्रान्ड धेरै महत्त्वपूर्ण छ। मानिसहरू उत्पादनभन्दा बढी मानिसहरूमा विश्वास गर्छन्। सोसल मिडियामा सक्रिय रहनुहोस्, मूल्य दिने पोस्टहरू गर्नुहोस्, आफ्नो विशेषज्ञता बाँड्नुहोस्। बिस्तारै मानिसहरूले तपाईँलाई चिन्न थाल्नेछन् र तपाईँ मूल्यवान बन्नुहुनेछ। अब म तपाईँलाई केही पुस्तकहरूको नामहरू बताउँछु। यी पुस्तक पढ्नु वा सुन्नु जसले तपाईँको मानसिकता बदल्नेछ। रिच ड्याड पुअर ड्याड बाई रोबर्ट कियोसाकी। यो पुस्तकले तपाईँलाई सिकाउनेछ कि धनी मानिसहरू कसरी सोच्छन्। थिङ्क एन्ड ग्रो रिच बाई नेपोलियन हिल। यो पुस्तकले तपाईँलाई मोटिभेट गर्नेछ र सिकाउनेछ कसरी सोचलाई पैसामा बदल्ने। द मिलेनियर फास्ट ल्यान्ड बाई MJ डेमार्को। यो पुस्तकले तपाईँलाई बताउनेछ कसरी छिटो सम्पत्ति सिर्जना गर्ने। द इन्टेलिजेन्ट इन्भेस्टर बाई बेन्जामिन ग्राहम। यो पुस्तकले तपाईँलाई लगानी गर्न सिकाउनेछ। यी पुस्तकहरू पढेपछि तपाईँको सोच बदलिनेछ। साथीहरू, म तपाईँलाई अर्को कुरा बताउन चाहन्छु। पैसा कमाउनु एउटा यात्रा हो, गन्तव्य होइन। तपाईँले यो यात्राको आनन्द लिनुपर्छ। रातारात धनी बन्ने कुनै तरिका छैन। यदि कसैले तपाईँलाई भन्छ कि म तपाईँलाई छिटो धनी बनाइदिन्छु भने त्यो झुट बोलिरहेको छ। पैसा कमाउन समय लाग्छ, धैर्य चाहिन्छ, मेहनत चाहिन्छ र सबैभन्दा जरुरी दिमाग चाहिन्छ। तर यसको मतलब हार मान्नुपर्छ, म सक्दिनँ भन्ने होइन। यसको मतलब हो तपाईँले सही दिशामा काम गर्नुपर्छ। तपाईँले स्मार्ट वर्क गर्नुपर्छ। हार्डवर्कसँगै तपाईँले सिकिरहनुपर्छ, बढिरहनुपर्छ, प्रयास गरिरहनुपर्छ। कहिलेकाहीँ तपाईँ असफल हुनुहुनेछ, लड्नुहुनेछ, तर उठ्नुपर्छ र फेरि प्रयास गर्नुपर्छ। हरेक सफल मानिस 100औं पटक असफल भएका छन्,
तर तिनीहरूले हार मानेनन्। आजको संसारमा यति धेरै अवसरहरू छन् कि तपाईमा प्रतिभा छ भने कसैले तपाईलाई रोक्न सक्दैन। पहिलेको जमानामा पैसा कमाउन ठूला ठूला सम्पर्कहरू चाहिन्थ्यो, पैसा चाहिन्थ्यो, तर आज इन्टरनेटले सबैलाई बराबर बनाइदिएको छ। तपाईँ एउटा स्मार्टफोन र इन्टरनेटबाट आफ्नो जिन्दगी बदल्न सक्नुहुन्छ। म तपाईलाई एउटा अन्तिम कथा सुनाउँछु। एउटा गाउँमा एक किसान थियो। त्यो सधैँ आफ्नो खेतमा मेहनत गर्थ्यो, तर उसको अवस्था कहिल्यै सुध्रिएन। एक दिन एकजना बुढापाका मानिस उसको खेत हुँदै जाँदै थिए। तिनले किसानलाई सोधे, तिमी यति मेहनत गर्छौ तर पनि गरिब किन छौ? किसानले भन्यो, म के गरौँ, मेरो भाग्य नै खराब छ। बुढा मानिसले मुस्कुराउँदै भने, भाग्य होइन, तिम्रो सोच खराब छ। तिमी सधैँ त्यही काम गर्छौ जुन तिम्रा बुबा हजुरबुबाले गर्थे। तिमीले कहिल्यै नयाँ गर्ने बारे सोचेनौ? किसानले कुरो बुझ्यो र उसले आफ्नो खेतमा तरकारी लगाउन थाल्यो। त्यसपछि उसले सहरमा गएर सिधै होटल मालिकहरूलाई तरकारी बेच्न थाल्यो। बिस्तारै उसको व्यवसाय बढ्यो र त्यो धनी भयो। त्यो किसान आज पनि मेहनत गर्छ, तर अब त्यो दिमागले मेहनत गर्छ। साथीहरू, यो कथा हामी सबैको हो। हामी सबै त्यो किसान जस्तै छौँ जो सधैँ त्यही काम गर्छौँ जुन हामीलाई सिकाइएको छ। तर यदि हामीले आफ्नो सोच बदल्यौँ, यदि हामीले दिमागले काम गर्यौँ भने हामी पनि आफ्नो जिन्दगी बदल्न सक्छौँ। अब तपाईँ सोचिरहनु भएको होला, सबै त ठिक छ, तर सुरुवात कहाँबाट गर्ने? त सुन्नुहोस्, सुरुवात आजबाट गर्नुहोस्, अहिलेबाट गर्नुहोस्। भोलिको प्रतीक्षा नगर्नुहोस्, किनभने भोलि कहिल्यै आउँदैन। आज नै निर्णय लिनुहोस्, तपाईँले आफ्नो जिन्दगी बदल्नुपर्छ। आज नै एउटा लक्ष्य सेट गर्नुहोस्, एउटा योजना बनाउनुहोस् र पहिलो कदम चाल्नुहोस्। याद राख्नुहोस्, पैसा दिमागबाट बन्छ, मेहनतबाट होइन। तर यसको मतलब यो होइन कि मेहनतको आवश्यकता नै छैन। मेहनत जरुरी छ, तर स्मार्ट मेहनत, सही दिशामा मेहनत, सोचेर सम्झेर गरिने मेहनत। यदि तपाईँले दिमाग र मेहनत दुवैलाई साथमा लिएर हिँड्नुभयो भने कुनै शक्तिले तपाईँलाई रोक्न सक्दैन। र एउटा कुरा अझै भन्छु, असफलतासँग नडराउनुहोस्। असफलता पनि सफलताको सिडी हो। थोमस एडिसनले 10,000 पटक असफल भएपछि बल्ब बनाएका थिए। स्टिभ जब्सलाई त तिनको आफ्नै कम्पनीबाट निकालिएको थियो। जेके रोलिङको किताबलाई 12 प्रकाशकहरूले अस्वीकार गरेका थिए, तर तिनीहरूले हार मानेनन् र आज तिनीहरू सबै संसारमै चिनिन्छन्। असफलतालाई सिकाइको रूपमा लिनुहोस्, हारको रूपमा होइन। साथीहरूमा आशा गर्छु यो भिडियोले तपाईँको सोचलाई अलिकति भए पनि बदलेको होला। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया यो भिडियोलाई लाइक गर्नुहोस्। र यदि तपाईँलाई लाग्छ कि यो जानकारी तपाईँका साथी र परिवारका लागि पनि फाइदाजनक हुन सक्छ भने कृपया यो भिडियोलाई अवश्य सेयर गर्नुहोला। ज्ञान बाँड्दा बढ्छ। यदि तपाईँले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया अहिले नै सब्स्क्राइब गरिदिनुहोला। कमेन्टमा मलाई अवश्य बताउनुहोस् तपाईँलाई यो भिडियो कस्तो लाग्यो र तपाईँ आफ्नो जिन्दगीमा के परिवर्तन ल्याउन लाग्नु भएको छ। मलाई तपाईँको विचार जान्न धेरै मनपर्छ, लेख्नुहोला। यदि तपाईँका केही प्रश्नहरू छन् भने निसङ्कोच सोध्नुहोला। म तपाईँका हरेक प्रश्नको जवाब दिने प्रयास गर्नेछु। याद राख्नुहोस् साथीहरू, तपाईँको जिन्दगी तपाईँकै हातमा छ। तपाईँ के बन्न चाहनुहुन्छ यो तपाईँले नै निर्णय गर्नुहुन्छ, अरूले होइन। आजदेखि नै आफ्नो सोच बदल्नुहोस्, आफ्नो दृष्टिकोण बदल्नुहोस् र कसरी तपाईँको जिन्दगी बदलिन थाल्छ आफै देख्नुहुनेछ। यदि तपाईँले आफ्नो दिमागको सही प्रयोग गर्नुभयो भने पैसा तपाईँको पछि लाग्नेछ। सुरुवात गर्नुहोस्, काम गर्नुहोस्, आफ्ना सपनाहरू साकार पार्नुहोस्। ल त आजलाई यति नै। यहाँहरूको समय सुन्दर बितोस्। धन्यवाद।